अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो आफ्नो एफएम। अब तपाईँ सुन्न सक्नुहुनेछ सिडनी नेपाली संगति मण्डलीको प्रस्तुति विश्राम प्रभु येशूमा। यस कार्यक्रम तपाईले आफ्नो एफएम 104.8 मेगाहर्ज ओखलढुङ्गा, आफ्नो एफएम 104.8 मेगाहर्ज डडेलधुरा, आफ्नो एफएम 90.4 मेगाहर्ज रुकुम, आफ्नो एफएम 87.6 मेगाहर्ज चितवन र नयाँ आशा एफएम 89.3 मेगाहर्ज जनकपुरबाट, साथै इन्टरनेट अनलाइन www.afnofm.org हाम्रो पात्र मार्फत संसारभर हरेक दिन यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रम सम्बन्धी कुनै जानकारी लिन वा सल्लाह सुझाव र आफ्नो गवाही बाँड्न चाहनुहुन्छ भने हामीलाई मोबाइल नम्बर 98 511 01677 98 511 01677 मा सम्पर्क गर्न सक्नुहुन्छ। अबको प्रस्तुति विश्राम प्रभु येशू। थाकेकाहरू बुझले दबेकाहरू आशा मारेकाहरू जीवन हारेकाहरू आउनुहोस् पाउनुहोस् आउनुहोस् पाउनुहोस् विश्राम येशूमा विश्राम येशूमा विश्राम येशूमा। हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। नमस्ते, जय मसीह, शलोम, बारक मोर सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीबहिनी र प्यारा मित्रहरूमा अभिवादन छ, स्वीकार गर्नुहोला। विश्राम प्रभु येशूमा लिएर विश्राम परिवार आज पनि फेरि तपाईँहरूको माझमा उपस्थित भइसकेका छौँ। जीवित अनि सत्य परमेश्वरको जीवित अनि सत्य वचनको साथमा र आशा गर्दछौँ आजको वचनबाट तपाईँहरू आशिषित हुनुहुनेछ अनि तपाईँको आजको दिन आशिषमय रहनेछ। नुन असल हो, तर नुन अलिनो भयो भने केले त्यो नुनिलो हुने? त्यो न त जमिनको निम्ति न खादको निम्ति काम लाग्ने हुन्छ। मानिसहरूले त्यसलाई मिल्काइदिन्छन्। जसको सुन्ने कान छ त्यसले सुनोस्। आमेन। लुका 14:34 र 35 पदमा यस्तो लेखिएको छ। र आज हामी यहुदाको पुस्तक 1 अध्यायको 3देखि 16 पदसम्म अध्ययन गर्नेछौँ र आजको शीर्षक रहेको छ विश्वासमा दरिलो गरिरहनु। लेखिएको छ धर्मशास्त्रमा, ईश्वरहीन मानिसहरूको पाप र अन्त्य। प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु। त्यसैले सन्तहरूलाई सदाकालको निम्ति सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरूलाई लेख्न मैले आवश्यक ठाने। किनकि धेरै अघिदेखि नै दण्डका भागीदार ठहरिएका कोही मानिसहरू गुप्त रूपले तिमीहरूका माझमा पसिसकेका छन्। यिनीहरू ईश्वरहीन मानिसहरू हुन् जसले हाम्रा परमेश्वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन् र हाम्रो एकमात्र स्वामी र प्रभु येशू ख्रीष्टलाई इन्कार गर्छन्। तिमीहरूले यी सब कुरा एकपल्ट जानेकै थियौ, तापनि अहिले म तिमीहरूलाई याद दिलाउन चाहन्छु कि मिश्र देशबाट बचाएर ल्याइएका मानिसहरू मध्ये विश्वास नगर्नेहरूलाई परमप्रभुले पछिबाट नष्ट पार्नुभयो। आफ्नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्थान त्याग्ने स्वर्गदूतहरूलाई उहाँले पातालको अन्धकारमा न्यायको त्यस ठुलो दिनसम्म अनन्त बन्धनमा राख्नु भएको छ। जसरी सदोम र गमोरा र तिनका आसपासका सहरहरू जुनहरू बेविचार गरेर अस्वाभाविक काम वासनामा फसेका थिए, तिनीहरू अनन्त अग्निको दण्ड पुगेर उदाहरण बनेका छन्। त्यसै गरी सपना देख्ने यी मानिसहरूले आफ्ना शरीरलाई अशुद्ध तुल्याउँछन्, अधिकार इन्कार गर्छन् र स्वर्गीय प्राणीहरूको निन्दा गर्छन्। तर प्रधान दूत मिखाएलले पनि मोसाको लासको विषयमा दियाबलससँग विवाद गर्दा त्यसलाई निन्दापूर्ण दोष लाउन साहस नगरी प्रभुले तँलाई हप्काउन् भनेथे। तर आफूले नबुझेका कुराहरूको यिनीहरू ठट्टा गर्छन् र निर्बुद्धि पशुहरूले झैं
प्राकृतिक ज्ञानले जान्ने कुराहरूद्वारा नै यिनीहरूको विनाश हुन्छ। तिनीहरूलाई धिक्कार छ किनकि तिनीहरू कैनको चालमा हिँड्छन्, लाभको खातिर बालामको भुलमा फस्दछन् र कोरहको विद्रोहमा जस्तै नष्ट हुन्छन्। तिमीहरूका प्रीतिभोजमा यिनीहरू कलङ्क हुन् किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन्। तिनीहरू बतासले उडाइ लैजाने पानी बिनाको बादल सरह छन्, हिउँदका फलहीन वृक्ष जस्ता जो दुईपल्ट मरिसकेका र जरै समेत उखेलिएका हुन्छन्। तिनीहरू समुद्रका उर्लदा छालहरू जस्तै हुन् जसले तिनीहरूका आफ्नै निर्लज्जताको फिज उकेल्छन्। यी बत्तिएका दिशाहीन ताराहरू जस्ता छन् जसका निम्ति पातलको अन्धकार अनन्तको लागि राखिएको छ। आदमदेखि 7औं पुस्ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्तो अगमबानी बोलेका थिए, हेर परमप्रभु आफ्ना असंख्य पवित्र जनहरूसँग आउनुभयो सबैको इन्साफ गर्न, सबै मानिसहरूलाई दण्ड दिन जसले अधार्मिक रीतिले भक्तिहीन कार्यहरू गरेका छन् र ती भक्तिहीन मानिसहरूलाई दण्ड दिन जसले उहाँको विरुद्धमा कठोर कुरा बोलेका छन्। फतफताउनेहरू, असन्तोषीहरू, आफ्ना कुइच्छा अनुसार हिँड्नेहरू, घमण्डी कुरा बोल्नेहरू र लाभको निम्ति मानिसहरूको चाप्लुसी गर्नेहरू यिनै हुन्। आमेन। यहुदाको पुस्तक छोटो भए पनि यो पत्र विश्वासीहरूको आत्मिक यात्रा बारे चर्चामा धेरै धनी छ। यहुदाले विशेष अगुवाहरूलाई सम्बोधन गर्दछ जसलाई उहाँले ख्रीष्टको दास भनेर भनेका छन्। उहाँले अगुवाहरूको कार्यहरू र शिक्षाहरूले विश्वासीहरूको विश्वासलाई नकारात्मक रूपमा असर पारेको कुरा पनि दर्शाएका छन्। यो चुनौतीहरूको सामना गर्दै विश्वासीहरूलाई पवित्र विश्वास बढाउन, प्रार्थनामा संलग्न रहन र परमेश्वर प्रतिको प्रेम व्यक्त गरी आत्मिक शक्ति कायम राख्न भनी यहुदाले सल्लाह दिएका छन्। यहुदाले झुटा शिक्षा बारे साथै साँचो विश्वासबाट अलग हुने कुरामा पनि चेतावनी दिएका छन्, जुन कुरा धेरै अघिका समयदेखि विश्वासीहरूको विश्वास र परमेश्वरको वचनको सत्यताको लागि खतरा भएको छ। यी चुनौतीहरूलाई अनुसन्धान गर्दा यहुदाले धर्मशास्त्रको सत्यतामा आधारित विवेक प्रयोग गरेर अरूलाई उनीहरूको विषयमा दृढ उभिन प्रोत्साहन दिएका छन्। मुख्य लिनुपर्ने कुरा चाहिँ यो हो कि आत्मिक यात्राको जटिलताहरूमा पनि आफ्नो विश्वासमा अडिग रहनु र अरूलाई पनि त्यस्तै गर्न सहायता गर्नु हो। यहुदाको सल्लाहलाई लिँदै हामी परमेश्वरसँग जोडिएको आफ्नो विश्वासलाई बलियो बनाउँदै दृढतापूर्वक खडा हौं। बलियो प्रार्थना र परमेश्वरको वचनको माध्यमबाट हामी हाम्रो आत्मिक विश्वास हराउनबाट बाँच्न उहाँसँगको हाम्रो सम्बन्धलाई परिपालन गरौं। आउनुहोस् हामी आजको प्रार्थना गरौं। प्रिय प्रभु येशू, झुटा शिक्षा बुझ्न र विरोध गर्न र साथै तपाईको वचनमा सत्य रहनलाई मलाई सहायता गर्नुहोस्। येशू प्रभुको नाममा आमेन। धन्यवाद छ तपाईहरु हामीसँग रहनु भएको छ। प्रार्थनाका विषयहरू छन् भने हामीसँग बाँड्न सक्नुहुन्छ अनि तपाईहरु जो कार्यक्रम सुन्नुहुन्छ परमेश्वरलाई विश्वास गर्नु भएको छैन, येशू प्रभुलाई अहिलेसम्म पनि चिन्नु भएको छैन भने परमेश्वर साँचो हुनुहुन्छ। येशूमा विश्वास गरेर तपाईले आफ्नो जीवनलाई उद्धार र मुक्ति दिलाउन सक्नुहुन्छ केवल तपाईको विश्वासले। अनि यो समय चाहिँ अब छोटो छ, अब निर्णय लिनुपर्ने बेला आएको छ। कुनै पनि कुरामा नअल्मलिनुहोस् तर येशूलाई नै प्रभु र मुक्तिदाता भनिकन ग्रहण गर्नुहोस्। यदि तपाईँ परमेश्वरको बारेमा अझ बढी जान्न र बुझ्न चाहनुहुन्छ भने हामीहरूलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर रहेको छ 98 51 10 16 77। यो जानकारी सँगै आजको निम्ति तपाईहरुबाट बिदा माग्न चाहे। नमस्ते, जय मसीह, शलोम। तपाईको आजको दिन आशीषमय भएको होस्। संसारको जस्तो त होइन होइन, आनन्द तिमीलाई दिन्छन्। सिधै बिलाउने छैन छैन, शान्ति तिमीलाई दिन्छन्। संसार
संसारको जस्तो त होइन होइन आनन्द तिमीलाई दिन्छन् शीत चाहिँ बिलाउने छैन छैन अनन्तसम्म रहिरहनेछ अनन्तसम्म रहिरहनेछ शान्तिको प्रभुले तिमीलाई दिनुहुनेछ शान्ति तिमीलाई दिन्छन् संसारको जस्तो त होइन होइन आनन्द तिमीलाई दिन्छन् सिझा बिलाउने छैन छैन शान्ति तिमीलाई दिन्छन् संसारको जस्तो त होइन होइन आनन्द तिमीलाई दिन्छ सिझा बिलाउने छैन छैन